रासपा प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए लगतै पहिलो केन्द्रीय समिति बैठक बसेको छ। उक्त बैठकले चितवनको भरतपुरमा भएको प्रथम महाधिवेशन सम्पन्न गर्ने सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। सहमहामन्त्री हरि ढकालले केन्द्रीय समिति बैठकपछि पत्रकारलाई दिएको जानकारी अनुसार पार्टीका विभिन्न आयोगको नेतृत्व चयन गर्ने काम पनि भएको छ। निर्वाचन, लेखा र अनुशासन आयोगमा नेतृत्व चयन गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो, जस अनुसार निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई कायम राख्ने निर्णय भएको छ। अनुशासन आयोग प्रमुख भने नयाँ नियुक्त भएका छन्। उनका अनुसार पूर्व न्यायाधीश लेखनाथ पौडेललाई अनुशासन आयोग प्रमुख बनाइएको छ। उनी कास्कीका हुन्। शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त भएका छन्। मन्त्रालयले बुधबार शिक्षा, प्राविधिक, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गरेको झालाई नियुक्त गरेको मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दियो। झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच हेम्फ्रेन्स फेलोसिपी अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यवसाय अनुसन्धानमा संलग्न थिए। उक्त कार्यक्रम मार्फत झाले शिक्षा, नेतृत्व, सार्वजनिक नीति तथा सुशासनका विषयमा अध्ययनसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरिरहेका छन्। यसअघि झा काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोजनामा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत थिए। उनले महानगरको शिक्षा विभाग, सामाजिक विकास विभाग तथा अनुसन्धान र नवप्रवर्तन सम्बन्धी नीति निर्माण योजना, तर्जुमा, स्रोत व्यवस्थापन तथा अनुगमनको नेतृत्व गरेका थिए। इरानले अमेरिकी सर्वोच्च अधिकारीहरूसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। यससँगै दुई देशबीच स्थायी शान्ति सम्झौताको सम्भावना फेरि अन्यल उत्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर र विशेष दूत स्टिभ विटकोफ उच्चस्तरीय वार्ताका लागि कतारको दोहा पुगे पनि इरानले उनीहरूसँग प्रत्यक्ष भेट नगर्ने जानकारी दिएको हो। कतारले भने दुवै पक्षबीच प्रत्यक्ष भेटको सट्टा मध्यस्तर मार्फत संवाद अघि बढाउने जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले पनि बैठक तय नभएको बताएका छन्। कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दुवै देशबीच तल्लो तहमा प्राविधिक वार्ता भने सुरु हुने अपेक्षा रहेको बताएका छन्। इरानी अधिकारीहरूले अनुसार दुई साता अघि भएको युद्धविरामका बाँकी शर्तहरू टुङ्गाएपछि मात्रै आणविक कार्यक्रम जस्ता जटिल विषयमा छलफल सम्भव हुने भनेर अडान राखेको अन्तर्राष्ट्रिय सञ्चार संस्था रोटर्सले लेखेको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले शासकीय सुधारका 100 दिने कार्यसूचीमा घोषणा गरेको लाइसेन्स सम्बन्धी व्यवस्थामा उल्लेखनीय प्रगति भएको पाएको छ। चैत 13 गते शपथ ग्रहण लगत्तै बसेको मन्त्री परिषदको बैठकले जारी गरेको शासकीय सुधारका कार्यसूचीमा 100 दिनभित्र पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागज घर घरमै डेलिभरी गर्ने भनिएको थियो। यसमध्ये लाइसेन्स वितरणको प्रगति कस्तो छ भन्ने यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले केही जानकारी दिएका छन्। उनका अनुसार यो सरकार गठन हुने बेला 29 लाख लाइसेन्स छाप्न बाँकी थियो। त्यसमध्ये पछिल्लो 3 महिना मङ्गलबार साँझसम्म लगभग 24 लाख लाइसेन्स छाप्ने काम पूरा भएको उनले जानकारी दिए। छापिसकेका लाइसेन्स वितरण गर्ने हामीले सम्बन्धित कार्यालयमा पठाइसकेका छौँ। थुप्रै सेवाग्राहीले नयाँ लाइसेन्स पाइसक्नु भएको छ, सूचना प्रविधि निर्देशक खतिवडाले भने। शुक्रबार असार 19 गतेसम्म 26 लाख लाइसेन्स प्रिन्ट भइसकेका छन्। त्यसपछि लामो समयदेखि बाँकी रहेको छपाई काम पूर्ण रूपमा सकिनेछ। छाप्ने बाँकी 3 लाख लाइसेन्सका हकमा भने शुक्रबार सार्वजनिक सूचना जारी गर्ने उनले जानकारी दिए। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गलले शान्ति वाटिकामा रहेको संरचना हटाउन निर्देशन दिएकी छन्। काठमाडौँ महानगरपालिकाको 53औं नगर कार्यपालिका बैठकमा उनले नगर प्रहरीलाई उक्त निर्देशन दिएकी हुन्। शान्ति वाटिकामा रहेको संरचना हटाउन कुनै कानुनी समस्या नरहेको उनको भनाइ छ। शान्ति वाटिकामा गणेशमान सिंहको शालिग, नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरू हटाएर वडा अध्यक्ष र महानगरमा जानकारी दिने निर्देशन दिइन्। उनले महानगरभित्रका कर्मचारी,
सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन निर्देशन दिएकी छिन्। उनले महानगरका प्रमुख प्रशासनिक अधिकृतलाई कर्मचारी सम्मानमा ढिलाइ नगर्न निर्देशन दिएकी हुन्। उनले फोहोर व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको पनि जानकारी दिइन्। उनले अव्यवस्थित बसोबास र सुकुम्बासी व्यवस्थापन गर्ने भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गरेको पनि जानकारी दिइन्। उनका अनुसार समस्या समाधानको लागि अब छिट्टै महानगरमै अर्को बैठक आयोजना गर्नेछ। बैठकमा भूमि समस्या समाधान समिति र प्रभावित वडाका अध्यक्ष सहभागी हुने उनले जानकारी दिइन्। सरकारले विधि विज्ञानको क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तहको योगदान अनिवार्य गर्नुपर्ने प्रस्ताव गरेको छ। बुधबार सिंहदरबारमा बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापन र सञ्चालन विधेयक 2051 सम्बन्धमा छलफलका क्रममा सरकारले यस्तो प्रस्ताव गरेको हो। सरकारका तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विगतमा स्नातक तहलाई नै ठूलो शिक्षा उपलब्धिको रूपमा लिने गरिएको भए पनि वर्तमान समय र प्रविधिको विकाससँगै विशेषज्ञताका लागि स्नातकोत्तर तह आवश्यक भइसकेको उनले तर्क गरे। विधि विज्ञान अत्यन्तै संवेदनशील विषय भएको उल्लेख गर्दै उनले काम चलाउ जनशक्तिको भर पर्दा अनुशासन र न्याय सम्पदामा गम्भीर त्रुटि हुन सक्नेतर्फ सचेत गराए। मन्त्री पुनले प्रमाण सङ्कलन र अनुसन्धानको दायरालाई फराकिलो बनाउनुमा जोड दिँदै हाल प्रचलित रासायनिक भौतिक र जैविक प्रमाणका साथै विद्युतीय डिजिटल परिणामलाई पनि कानुनी रूपमा परिभाषित गर्नुपर्ने सुझाव दिए। औषधि व्यवस्था विभागले रेबिज खोपको अभावबारे जानकारी नभएको जनाएको छ। विभागकी निम्ति महानिर्देशक शिवानी खड्गीले देशमा रेबिज खोपको अभाव भएको भन्ने विषयमा विभागलाई आधिकारिक जानकारी नआएको बताइन्। उनले सरकारी खरिद प्रक्रिया केही ढिलो हुँदा खोप आपूर्तिमा असर परेको हुन सक्ने उल्लेख गर्दै हाल खरिदिएको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन्। उनका अनुसार नेपालमा प्रयोग हुने अधिकांश खोप विदेशबाट आयात हुने गरेका छन्। देशमा पशु चिकित्सक भेटनरी खोप मात्र उत्पादन हुने र मानव प्रयोगका सबै खोप आयातमै निर्भर रहेको उनको भनाइ छ। उनले भनिन् रेबिज खोपको अभावको विषय अलिकति उठिरहेको छ। विभागमा अभाव रहेको भन्ने कुनै जानकारी आएको छैन। यो गभर्मेन्ट प्रोक्युरमेन्टको प्रक्रियामा अलि ढिलो भएको हो, तर अब अहिले त लगभग भइसक्यो जस्तो लाग्छ। उनले खोप आवश्यक परेमा विभागले विशेष सिफारिस मार्फत उपलब्ध गराउने पनि जानकारी दिइन्।